सम्पूर्णमा नमस्कार। मिति 2081 साल फागुन 29 गते बिहीबारको राशिफल यस प्रकार रहेको छ। मेष राशि। मेष राशि हुनेहरूको लागि आजको दिन पति पत्नी बीचको सम्बन्धले दाम्पत्य जीवन सुखद रहनेछ। सन्तान तथा आफन्तको सहयोगले प्रभावशाली काम बन्नेछ। नोकरीमा समाज उपयोगी कार्यको प्रशंसा सर्वत्र हुनेछ। राजनैतिक गतिविधिले समाजमा प्रभावशाली व्यक्तित्व विकासमा टेवा पुर्याउला। अध्ययनमा उच्चता हासिल होला। वैदेशिक रोजगारीले जीवनस्तर सुधार्नमा मद्दत गर्नेछ। स्कुल कलेज तथा कार्यक्षेत्रमा समयअनुसार रमाइलो गर्न सकिनेछ। वृष राशि। वृष राशि हुनेहरूको लागि आज शारीरिक बिरामीबाट उचालो प्राप्त गर्ने सम्भावना उच्च छ, जसले तपाईलाई खेलकुद प्रतियोगितामा भाग लिन सक्षम बनाउनेछ। तपाईको परिवारको कुनै सदस्य बिरामी हुनुको कारणले आर्थिक समस्या आउन सक्छ। तपाईलाई विश्राम लिनुपर्छ र नजिकका साथी र परिवारका सदस्यसँग खुसी खोज्न प्रयास गर्नुहोस्। तपाई आफ्नो प्रेमीसँग समय दिन चाहनुहुनेछ, तर केही महत्त्वपूर्ण कामको कारणले तपाई त्यसो गर्न सक्नुहुने छैन। तपाईको पार्टनरसँग केही समय बिताउनु अत्यन्त महत्त्वपूर्ण छ। साथीहरूसँग जोक्स गर्दा हदपार नगर्नुहोस्, यसले तपाईको मित्रता बिगार्न सक्छ। मिथुन राशि। मिथुन राशि हुनेहरूको लागि आज तपाईको रुखो व्यवहारले तपाईको पत्नीको दिमाग बिगार्न सक्छ। अरूलाई सस्तोमा लिने व्यवहारले सम्बन्धलाई गम्भीर रूपमा सङ्कटमा पार्न सक्छ। तपाई आज निकै धनको स्वामी बन्नुहुनेछ र यससँगै मानसिक शान्ति पनि आउनेछ। तपाईको बच्चाको पुरस्कार समारोहको निमन्त्रणा खुसीको स्रोत हुनेछ। यदि तपाई आफ्नो सामानमा लापरवाह गर्नुहुन्छ भने चोरी वा हानि हुन सक्छ। आज तपाईको विवाहित जीवनको एक उत्कृष्ट दिन बन्न सक्छ। आज साँझ साथीहरूसँग रमाइलो गर्न सक्नुहुनेछ, तर याद राख्नुहोस्, संयम महत्त्वपूर्ण छ। कर्कट राशि। कर्कट राशि हुनेहरूको लागि आज तपाईको बच्चाको प्रदर्शनले तपाईलाई अत्यधिक खुसी दिनेछ। जसले अरूसँग पैसा उधारो लिएको छ, उहाँलाई कुनै पनि परिस्थितिमा ऋण फिर्ता गर्नुपर्नेछ। यसले तपाईको आर्थिक अवस्था कमजोर बनाउन सक्छ। प्रेम जीवनले आज सुधारको दिशा लिनेछ र तपाई राम्रो समय बिताउनुहुनेछ। आज तपाई आफ्नो समय नजिकका सदस्यसँग कुरा गरेर राम्रो उपयोग गर्न सक्नुहुनेछ। आज तपाईलाई पुरानो साथीलाई भेट्दा समय कसरी चलिरहेको छ भन्ने थाहा हुनेछ। सिंह राशि। सिंह राशि हुनेहरूको लागि आज मनोरञ्जनात्मक यात्राहरू र सामाजिक मेलमिलापले तपाईलाई शान्त र खुसी राख्नेछ। तपाई साथीहरूसँग पार्टीमा धेरै पैसा खर्च गर्न सक्नुहुन्छ, तर यसको बावजुद पनि तपाईको आर्थिक अवस्था आज बलियो रहनेछ। मानिसहरूले तपाईलाई नयाँ आशा र सपना दिनेछन्, तर धेरै कुरा तपाईको आफ्नै प्रयासमा निर्भर गर्नेछन्। तपाई आज आफ्नो जीवनसाथीको स्वास्थ्यको गिरावटको कारण तनाव महसुस गर्न सक्नुहुन्छ। आज कुनै पनि कामलाई पछाडि नराख्नुहोला जुन तपाई आज पूरा गर्न सक्नुहुन्छ। कन्या राशि। कन्या राशि हुनेहरूको लागि आज तपाईको शङ्का गर्ने स्वभावले पराजयको सामना गराउन सक्छ। आज जमिन वा कुनै सम्पत्तिमा लगानी गर्नु तपाईका लागि घातक हुन सक्छ। यस्ता निर्णयहरू लिने कुरा जति सम्भव छ त्यति टाढा राख्नुहोस्। केही व्यक्तिहरू तपाईलाई पागल पार्न सक्छन्, तिनीहरूलाई बेवास्ता गर्नुहोस्। तपाईको काम पछि हट्नेछ, किनकि तपाई प्रेमको बाहुपासमा आराम, आनन्द र उत्साहमा डुब्नुहुनेछ। तपाई व्यक्तिगत स्थानको महत्त्वलाई बुझ्नुहुन्छ र तपाईलाई आज धेरै फुर्सदको समय प्राप्त हुनेछ। यस समयमा तपाई कुनै खेल खेल्न सक्नुहुन्छ वा व्यायाममा जोडिन सक्नुहुन्छ। तुला राशि। तुला राशि हुनेहरूको लागि आज तपाईको आशा एक सुगन्धित, आकर्षक र चम्किलो फूल जस्तै फुल्नेछ। तपाईका एक अभिभावकले तपाईलाई पैसासँग सम्बन्धित महत्त्वपूर्ण उपदेश दिन सक्छन्। तपाईले ती शब्दहरू ध्यानपूर्वक सुन्नुपर्छ, अन्यथा तपाईलाई आगामी समयमा समस्याहरूको सामना गर्नुपर्ने हुन सक्छ। तपाईले आफ्ना विगतका गल्तीहरूलाई माफी दिने र खुसी दिने तरिकामा आफ्नो जीवनलाई कदर गर्न थाल्नुहुनेछ। तपाईलाई कुनै बहसमा फस्नु परेमा कठोर टिप्पणी नगर्नुहोला। तपाईको जीवन साथीको स्वास्थ्यले तपाईलाई चिन्तित बनाउँछ। आज तपाईको उत्साही कार्यशैलीले तपाईका सहकर्मीहरूलाई प्रभावित गर्न सक्छ। वृश्चिक राशि। वृश्चिक राशि हुनेहरूको लागि आज आराम प्राप्त हुँदै जाँदा ऊर्जा घट्न सक्छ। दीर्घकालीन लाभका लागि शेयर र म्युचुअल फन्डमा लगानीको लागि उपयुक्त दिन रहेको छ। तपाईको बच्चाको पुरस्कार समारोहको निमन्त्रणा खुसीको स्रोत हुनेछ। आज प्रेममा दुःखको सामना गर्नुपर्ने हुन सक्छ। तपाई आज कुनै मन्दिर वा धार्मिक स्थलमा समय बिताउन सक्नुहुन्छ। तपाईको वैवाहिक जीवन निरस लाग्न सक्छ। केही रोमाञ्चकता खोज्नुहोला। गीत गाउने र नाच्नेले तपाईलाई हप्ताभरिको थकान र तनावबाट मुक्त बनाउन मद्दत पुर्याउनेछ। धनु राशि। धनु राशि हुनेहरूको लागि आज सबैभन्दा प्यारो सपना वास्तविकता बन्नेछ।
तर तपाईको उत्साहलाई नियन्त्रणमा राख्नुहोला किनकि अत्यधिक खुसीले केही समस्याहरू ल्याउन सक्छ। आर्थिक लाभ एकभन्दा बढी स्रोतबाट हुनेछ। तपाईको प्रियले आज केही समय र उपहारको अपेक्षा गर्न सक्नुहुनेछ। आज दुर्घटनाको सम्भावना पनि छ, त्यसैले तपाईँ सतर्क रहनुपर्छ। तपाईको जीवनसाथी तपाईका कमजोरीलाई माया गर्नुहुनेछ। यसले तपाईलाई अत्यन्त खुसी बनाउन सक्छ। तपाईसँगै बच्चाहरूसँग समय बिताउँदा समयको महत्त्व थाहा पाउनुहुनेछ। मकर राशि। मकर राशि हुनेहरूको लागि आज साथीहरूले तपाईलाई कुनै विशेष व्यक्तिसँग परिचय गराउनेछन्। घर बाहिर जानुअघि तपाईँ मान्यजनबाट आशीर्वाद लिनुहोला, यसले तपाईलाई फाइदा पुर्याउनेछ। परिवारका सदस्यहरूको हर्षित स्वभावले घरको वातावरणलाई उज्यालो बनाउनेछ। तपाईको जीवनसाथीका आफन्तहरूले तपाईको विवाहित जीवनको आनन्दमा बाधा पुर्याउन सक्छन्। यदि तपाईको कुरा सुन्ने कोही छैन भने नरिसाउनुहोला। स्थितिलाई बुझेर मात्र प्रतिक्रिया जनाउनुहोला। कुम्भ राशि। कुम्भ राशि हुनेहरूको लागि आज मस्तिष्कमा सकारात्मक भावनाहरू जस्तै माया, आशा, विश्वास, सहानुभूति, आशावाद र वफादारीलाई ग्रहण गर्ने अवस्था बन्नेछ। तपाईको पुरानो रोगले आज तपाईलाई दुःख दिन सक्छ। तपाईको प्रयास र परिवारका सदस्यहरूको सहयोगले सफलता र खुसी ल्याउने राम्रो समय छ। तपाईको प्रेम जीवनका लागि एक अद्भुत दिन हुनेछ। सामाजिक र धार्मिक समारोहको लागि उत्कृष्ट दिन रहेको छ। तपाईको व्यक्तित्वले मानिसहरूलाई निराश पार्न सक्छ, जसको कारण तपाईलाई आफ्नो दृष्टिकोण बदल्नु र जीवन र स्वभावमा केही सकारात्मक परिवर्तनहरू ल्याउन आवश्यक हुनेछ। मीन राशि। मीन राशि हुनेहरूको लागि आज तपाईको बच्चाहरूबाट आर्थिक लाभ प्राप्त गर्न सक्ने सम्भावना छ। यसले तपाईलाई निकै खुसी बनाउन सक्छ। पारिवारिक मिलनले तपाईलाई केन्द्रित बनाउनेछ। तपाईँ आफ्नो जीवन साथीसँग समय बिताउन र उनलाई कहीँ नलैजान योजना बनाउनुहुनेछ, तर उहाँको स्वास्थ्यको कारणले त्यसो गर्न सक्नुहुने छैन। पूर्ण जानकारी बिना स्टक वा कम्पनीमा लगानी नगर्नुहोला, यसले तपाईलाई हानि हुन सक्छ। हवस् त आजलाई राशिफल यति नै। कृपया ध्यान दिनुहोस् कि राशिफल सामान्य मार्गदर्शनको लागि मात्र हो। व्यक्तिगत निर्णयहरूमा आफ्नो विवेक र परिस्थिति अनुसार विचार गर्नुहोला। आजको तपाईको दिन शुभ रहोस्। नमस्कार।